अंकुश 13 को 8, लुका 21 को 11 देखि 11, 14 र 25 पदमा हेर्यो भने यहाँनिर प्राकृतिक चिन्हहरूको बारेमा येशूले बताउनु भएको छ। अन्तको समय आउनुभन्दा अगाडि चाहिँ यो घटनाहरू घट्नेछ। युद्धहरूको आवृत्ति वा तीव्रता फ्रिक्वेन्सी, अहिले युद्धहरू भइरहेको छ हैन। युद्धहरूको तीव्रता चाहिँ हामीले 1500 शताब्दीदेखि हामीले गन्ती गर्यो भने 1 शताब्दीमा 100 वर्ष हुन्छ। त्यो 100 वर्षको अवधिभित्र चाहिँ 1500 शताब्दीमा चाहिँ 29 पल्ट चाहिँ लडाइँ भएको रेकर्ड चाहिँ लेखेको रहेछ, रेकर्ड गरेको रहेछ। 1600 शताब्दीमा 59 युद्धहरू। अब युद्धको तीव्रता बढेर गयो, फ्रिक्वेन्सी बढेर गयो। त्यहाँबाट 1700 शताब्दीमा 75 युद्धहरू, 1800 शताब्दीमा 85 युद्धहरू, 1900 शताब्दीमा 200 कति हो 78 युद्धहरू, 20औं शताब्दीमा 294 युद्धहरू। अब हामी 21औं शताब्दीको 15 वर्षमा छौँ। 21औं शताब्दीको, तर यहाँ 21औं शताब्दीको पहिलो दशक भनेको 2010 भित्रमा 55 युद्धहरू लडेछ। भन्नुको मतलब यो 21st सेन्चुरीमा, यो 21st सेन्चुरीको अन्तमा चाहिँ 550 युद्धहरू हुने सम्भावना छ भने त्यसको एउटा एभरेज निकाल्दाखेरि त्यतिपल्ट चाहिँ लडाइँ हुन सक्छ भन्दैछ। लडाइँको फ्रिक्वेन्सी बढ्दैछ हरेक शताब्दीभित्र। अनिकालको तीव्रतालाई हामी हेर्नेछौँ, फ्रिक्वेन्सीलाई। 1500 शताब्दीमा 6 अनिकालहरू, त्यो 100 वर्षभित्र 6 पल्ट अनिकाल भएको घटनाहरू। 1600 शताब्दीमा 10 पल्ट। 1700 शताब्दीभित्र 24 अनिकालहरू भएको, 1800 शताब्दीमा 28 अनिकालहरू, 19औं शताब्दीभित्र 30 अनिकालहरू रेकर्ड भएको है। 20औं शताब्दीभित्र 44 अनिकालहरू भएको घटनाहरू। अनि 21औं शताब्दीको पहिलो दशक भनेको 10 वर्षभित्रमा 12 भयो भने 12मा अझै हामीले 10 ले मल्टिप्लाई गर्यो भनेदेखि 120 पल्ट अनिकल हुने सम्भावना छ। त्योभन्दा ज्यादा पनि हुन सक्छ यो 21औं शताब्दीको अन्तभित्र। अब भूकम्पको तीव्रता